शान्ता दाजुले मलाई दिनुभयो, उहाँद्वारा चाहिँ है माध्यम चाहिँ बन्नुभयो। परमेश्वरलाई धन्यवाद भएको होस् मलाई यो अवसर दिनुभएको निम्ति। अनि अघि भर्खरसम्म आज मेरो आफ्नै है मण्डली, म बोलेको सुन्दै हुनुहुन्छ? धन्यवाद। आज मेरो आफ्नै मण्डलीमा पनि वचन नै थियो, अनि म के बोल्ने होला त अब स्क्यापमा भनेर मैले सोच्दै थिएँ अघि भर्खरसम्म। अनि भर्खरसम्म मैले चाहिँ है के बोल्ने भनेर 2-3वटा विषयहरू थियो। तर अनि मैले अघि भर्खर आराधना गर्दा गर्दै मैले परमेश्वरसँग माग्दै थिएँ, म के बोलौँ प्रभु भनेर भन्दै थिएँ। अनि मलाई है आत्मामा भन्नुभयो, अनि साँच्चै नै अहिले हामी जुन कुरासँग हामी सङ्घर्ष गरिरहेका छौँ, अनि म चाहिँ त्यो कुरासँग सङ्घर्ष गरिरहेको छु, जुन कि है व्यक्तिगत लडान त है हामी कुन कुरासँग चाहिँ सङ्घर्ष गर्दैछौँ, आफूले छोडेर पनि है त्यसलाई फेरि पनि त्यही कुरामा हामी है बढिरहन्छौँ। अनि त्यो व्यक्तिगत हाम्रो लडान त बारेमा चाहिँ है परमेश्वरले मलाई प्रकाश दिनुभयो। अनि परमेश्वरलाई धन्यवाद भएको होस्। आज है प्रभु बोल्नुहुन्छ, हामीले चाहिँ है त्यो कुराहरूलाई उहाँको आवाजहरूलाई उहाँको है त्यो खोज्यौँ भने चाहिँ हामीसँग प्रभु बोल्नुहुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि हुन्छ वचनको लागि चाहिँ प्रार्थना गरिदिनु भयो आदरणीय सिस्टर दिदीले, धन्यवाद उहाँलाई परमेश्वरले आशिष दिनुभएको हुन्छ। म थोरै प्रभुसँग अगुवाई मागेर म वचनतर्फ जानेछु। धन्यवाद छ महान प्रभु तपाईँ परमेश्वरलाई म मेरो भित्र हृदयबाट नै धन्यवाद दिँदछु। यो सुन्दर अवसर फेरि पनि मलाई दिनुभयो प्रभु, तपाईँलाई धन्यवाद। सबै मेरो पापलाई मैले स्वीकारेर म जस्तो छु त्यस्तै तपाईँको पाउदरमा आएको छु। अनि प्रभु मलाई त केही पनि आउँदैन, तर सिकाउने प्रभु तपाईँ हुनुहुन्छ। मेरो असल शिक्षक, मेरो असल सल्लाहकार तपाईँ हुनुहुन्छ। अनि प्रभु तपाईँमाथि मैले भरोसा राखेको छु, मलाई लाज अनि शरममा पार्नुहुन्न प्रभु। साँच्चै नै मेरो काम चाहिँ स्थिर बस्ने हो, अनि मेरो पक्षमा चाहिँ तपाईँ बोल्नुहुन्छ। धन्यवाद छ प्रभु। लुका 12:12 त्यतिखेर के बोल्नुपर्ने पवित्र आत्मा तपाईँले बताउनुहुन्छ प्रभु, मैले विश्वास गरेको छु। धन्यवाद छ अब बाँकी समय सबै कुरामा तपाईँले सहायता गरिकन राख्नु भएको छ भन्दै सबै कुराको लागि धन्यवाद दिँदै आशिष माग्छु। हामीलाई ती धेरै प्रेम गर्नु नै छु प्रभुको नाउँमा, आमेन। हुन्छ आजको मेरो वचनको शीर्षकै राखेको छु व्यक्तिगत लडान त है हामी चाहिँ एकदमै अहिले है हामी लडिरहेको कुराहरू, म चाहिँ जुन कुराहरूसँग अहिले लडिरहेको छु है हजुरहरूले त सायद है कतिले लड्दै हुनुहुन्छ, कतिले यो कुराहरूलाई पार गरिसक्नुभयो। अनि म चाहिँ यो कुरासँग अहिले म लडिरहेको छु, जुन कि व्यक्तिगत लडान त यो चाहिँ मैले मर्कुस है 7को मैले 20-21-22बाट है म बोल्दैछु। यो वचनले चाहिँ के भन्छ भनेदेखि मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ भनेर यो वचनले भन्छ। अनि यही वचन फेरि मत्ती 15:11 हेऱ्यौँ भने पनि जुन कुरा हाम्रो है मुखबाट भित्र पस्छ त्यसले असर गर्दैन, जुन कुरा चाहिँ बाहिर निस्कन्छ त्यसले चाहिँ असर गर्छ भनेर त्यहाँ पनि हामी पाउँछौँ भने। अनि मैले विशेष चाहिँ यो मर्कुस है 7को 20-21-22बाट अनि म यो पदबाट बोल्छु। हाम्रो है कुन कुरा चाहिँ हामीबाट बाहिर निस्किन्छ त है त्यो कुराले चाहिँ हामीलाई एकदमै असर पार्छ, हामीलाई अशुद्ध बनाउँछ। जुन कुराहरू चाहिँ के हो त है, अनि हामी के कुरा चाहिँ बाहिर निस्किन्छ त, कुन कुरा हाम्रो हृदयमा हामीले सेभ गरिरहेको छौँ। हामीले लुका 6को है हामीले 45मा हामीले हेऱ्यौँ भने त्यहाँ हामीले पाउँछौँ है त्यो कुराहरू मानिसको हृदयमा हामीले जे हामीले सेभ गरेका छौँ त्यही निस्किन्छ है। असल मानिसको हृदयमा असलै कुरा हुन्छ अनि असलै निस्केको हुन्छ, अनि खराबको हृदयमा खराब हुन्छ अनि खराबै निस्केको हुन्छ भनेर हामीले त्यो कुराहरू पाउँछौँ। हाम्रो हृदयभित्र चाहिँ हामीले कुन कुरा राखेको छौँ त है, कुन कुरा हामीले छिपाएको छौँ, कुन कुरा हामीले चाहिँ अरूले नदेखोस् भनेर हामीले राखेका छौँ। आज त्यो कुरासँग चाहिँ हामी लडिरहेका छौँ, बारम्बार हामी लड्दैछौँ है त्यो कुरासँग। अनि यो वचनले भन्छ है हामी भित्र चाहिँ हाम्रो हामी भित्रबाट चाहिँ अर्थात् मानिसको हृदयबाट खराब विचारहरू है हाम्रो हृदयभित्र चाहिँ हामीले के राखेका छौँ त, खराब विचारहरू राखेका छौँ है। त्यो कुरा चाहिँ जब निस्किन्छ तब हामीलाई चाहिँ है हामीलाई चाहिँ अशुद्ध बनाउँछ, हामीलाई चाहिँ खराबी बनाउँछ। जुन कुरा चाहिँ हाम्रो जीवनमा छ, जुन कुरा चाहिँ हामीले सङ्घर्ष गरिरहेका छौँ, यो कुरालाई म त्याग्छु, यो कुरालाई चाहिँ अब म छोड्छु है, यो कुरा गर्दिनँ भन्दाखेरि पनि
कतिखेर गरी पठाइन्छ, कतिखेर बोली पठाइन्छ हामीलाई थाहै हुँदैन। अनि जुन कुरा यहाँ है वचनले भन्दछ, जुन कुराहरू चाहिँ के हो भन्दा खराब विचारहरू है, हरेक विचारहरू हामीमा हुन्छ। हामीमा खराब नराम्रो सोच विचारहरू हुन्छ। जुन सोच विचारहरूमा के छ त है, व्यभिचार, चोरी, हत्या है, परम स्त्री क्रम, लोभ है, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता है, हरेक चिज निस्किन्छ हाम्रो भित्र हृदयबाट। जुन कुरा हामीले भित्र हाम्रो हृदयमा है, असल मानिसको हृदयमा असलै सेभ गरेको हुन्छ है, तर खराब मानिसको हृदयमा खराबै हुन्छ। अनि जुन कुरा हामीले सेभ गरिरहेको छौँ, जुन कुरा हाम्रो भित्र मनमा हामीले साँचेर राखेका छौँ, त्यही कुरा निस्किन्छ। अनि त्यही भएर वचनले है, बीचको वचनले नि भन्छ मानिसबाट जे बाहिर निस्किन्छ त्यसले असर गर्छ। आज हामीले मत्ती 15:11 पनि यही वचन हुन्छ है। आज हामीले हितोपदेशमा नि हामीले हेऱ्यौँ भने यो वचन पाउँछौँ है, मानिसको हृदय चाहिँ मुख्य भाग हो। अनि यसलाई चाहिँ हामीले सुरक्षा राख्नुपर्छ। यसमा चाहिँ हामीले एकदमै असल कुराहरू राख्नुपर्छ भनेर हामीले पाउँछौँ त्यो कुराहरू। अनि यहाँ पनि त्यही है, यो वचनले पनि त्यही भनिरहेको छ, हाम्रो हृदयमा चाहिँ व्यभिचारहरू राखेको हुन्छौँ है। हामीले व्यभिचार भन्दाखेरि चाहिँ हामीले चाहिँ गएर यौन सम्पर्करै राखिहाल्नु पर्दैन, उसँग गएर हामीले है लसपस नै गर्नु पर्दैन। तर पनि हाम्रो सोचाइबाटै पनि व्यभिचारहरू हुन्छ। हामी है, कोही अब हजुरहरू कोही अनम्यारिड हुनुहुन्छ, अनि कोही अलरेडी हामी म्यारिड छौँ, अनि हामीहरू है हामीसँग बालबच्चाहरू पनि छ। तर पनि के हुन्छ, हाम्रो मनले चाहिँ कुनै अब है राम्रो मान्छे, अब शरीरको बनोट राम्रो भएको उसले मिठो थोरै बोलिदियो भने आहा त्यो मान्छे त कति असल रहेछ है, यस्तो खालको चाहिँ श्रीमान हुनुपर्ने थिएछ भनेर हाम्रो सोचाइतिर चाहिँ यस्तो खालको श्रीमती भइदिएको भए भनेर हाम्रो सोचाइ अनि विचारहरू चाहिँ है खराबतिर जानु थाल्छ। अनि खराब त्यो कुराले चाहिँ हामीलाई के गर्छ, खराबतिर ढकेल्छ। त्यो सोचाइले चाहिँ नराम्रोतिर ढकेल्छ। अनि है मेरो श्रीमानमा चाहिँ यो कमी भयो, त्यो कमी भयो, मेरो श्रीमतीमा चाहिँ यस्तो है उस्तो कमजोरी छ भनेर अनि हामीले त्यो कुराहरू हामीले निकाल्छौँ। फेरि के लाउँछौँ हामीले त्यो कुराहरूले चाहिँ, यो जुन वचनले भने जस्तो व्यभिचार है, त्यो हाम्रो हेराइबाट चाहिँ हामी आकर्षित भएर चाहिँ हामीले चाहिँ खराबतिर लान्छ। हाम्रो विचार सोचाइ चाहिँ खराबतिर लगिदिन्छ। त्यति मात्रैले के गर्छ त भन्दाखेरि, यसको बुढो त यति राम्रो है, त्यो मान्छे फलाना त यस्तो भनेर तुलना गरी पठाउँछौँ है, यस्तो बोल्ने, यति मिठो बोल्ने, मेरो बुढा त है यति उयो गर्दाखेरि कस्तो झर्केर बोल्छ, मेरो बुढी त कति झर्केर बोल्छ, म अफिसमा काम गर्छु दिनभरि अनि घर जाँदाखेरि पनि राम्रो बोल्दैन भनेर हामी त्यो कुराहरू तुलना गरी पठाउँछौँ। अनि हाम्रो है खराब विचारहरूले गर्दाखेरि कति धेरै बाधाहरू आउँछ। आजभोलि त झनै है श्रीमान श्रीमतीमा कति धेरै हामीले हेऱ्यौँ भने हामी है नन क्रिस्चियन मात्र होइन, हामी क्रिस्चियनहरूमा पनि कति धेरै त्यस्तो बाधाहरू आइरहेको हामी पाउँछौँ। अनि त्यही भएर चाहिँ है हाम्रो खराब विचारले चाहिँ आज त्यो कुराहरूसँग चाहिँ हामी लडान त गरिरहेको छौँ। हामी एउटा विश्वासी भएर पनि विश्वासमा कमजोर छौँ है, एकले अर्कालाई हामीले सम्मान गर्ने, एकले अर्कालाई है हामीले क्षमा दिने कुराहरूमा हामी है चुक्छ। हामी कति त्यो कुरामा कमजोरी छौँ। अलिकति त्यो कुरा यसले त होइन, हामी त उल्टै हामी रिसिभी लिन्छौँ है, त्यसले फलानाले यस्तो भनेको त्यो पकेस् न भन्ने कुराहरू हाम्रो हृदयमा हामीले सेभ गरेका हुन्छौँ। चोरी गर्छौँ, चोरी भन्नाले है हामीले चोरी, हत्या है, अब यहाँ पर स्त्री क्रम भन्छ अब यो वचनले। अब हामी हत्या मान्छेलाई गएर काटिहाल्ने होइन नि है, हामीले गएर चोरिहाल्ने होइन, तर हाम्रो बोलीले हाम्रो बोलीले हामी हत्या गर्छौँ। कसैको है, कसैलाई अब कसैको कुरामा होमाउ थपिदिँदाखेरि, कसैको बारेमा हामीले नराम्रो टीका टिप्पणी गर्दाखेरि हत्या, आज उसको चरित्र हत्या हुन्छ, उसको जीवनमा नराम्रो असर पर्छ। तर हामीले त्यो कुराहरू गरिपठाउँछौँ। कति कुराहरूमा आज हामी भावनामा डुबेर है, कति कुराहरूमा हामी भावनामा डुबिपठाउँछौँ। अनि नराम्रोलाई पनि राम्रो अनि राम्रोलाई नराम्रो भनेर हामीहरू मूल्याङ्कन गरी पठाउँछौँ है। त्यो कुनै ठाउँमा चाहिँ हामीलाई त त्यो है छुटाउनु नै दियो, ल तैँले यसको निर्णय लि भनेर दियो भने त आफ्नो मान्छेहरूको छ भने त है, नराम्रो गरिराखेको छ भने त हामीले त होइन भनेर हामीले त्यो जुन भइरहेको कुरालाई छलेर है, त्यसलाई ढाकछोप गरेर चाहिँ हामीले अर्कै कुरालाई बोल्छौँ। आज अनि अरूको जीवनमा चाहिँ हत्या गरी पठाउँछौँ, नभएको दोष लगाउँछौँ, नभएको कुराहरूलाई हामीले हो भनेर औँलाई पठाउँछौँ। अनि अरूको जीवनमा चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि हामीले उनीहरूको जीवनमा हत्या गर्छौँ
गर्छौँ है। अनि यो बच्चाले यति धेरै मेरो जीवनमा नि यो कुराहरूसँग म यति धेरै सङ्घर्ष अहिले पनि है गरिराखेको छु। अहिले पनि मैले गरिराखेको छु। म चाहिँ है यस्तै अब संसारको धेरै अब हजुरहरूले अलरेडी थाहा पाइसक्नु भएको छ। अनि कसैले चाहिँ विश्वास गर्दैन र पनि परमेश्वर हुनुहुन्छ है। अनि यहाँ बिर्सना दिदी पनि यही हुनुहुन्छ। म चाहिँ लगभग मेरो भित्र हृदयबाट खोजेको परमेश्वरलाई 9 महिना जति मात्रै भयो पोहोरमा यतिखेर चाहिँ साँच्चै एउटा के भन्ने हुन्छ भनेर एउटा भावनामा डुबेर उसले भनि त हाल्यो उसको मन के दुखाउने भनेर एउटा भावनामा है भएर मात्रै दिदीलाई हुन्छ भन्थे। उहाँले मलाई लाइभ सङ्गतिहरू पठाउनुहुन्थ्यो। तर म त त्यो नहेर के हेर्थेँ, म चाहिँ इन्द्रेणीहरू हेर्थेँ। इन्द्रेणी हेर्थेँ है, हरेक प्रोग्रामहरू हेर्थेँ। मैले मुभीहरू चाहिँ अलरेडी मैले छोडिसकेको थिएँ हेर्नेलाई। तर मैले चाहिँ इन्द्रेणी हेर्थेँ, दिन दुखीको भिडियो हेर्थेँ, अनि न्युजहरू हेर्थेँ। अनि है अनि रमेश पर्साई त मेरो झन् यति बेस्ट है। उसले बोलेको शब्द मलाई यस्तो इनर्जी आउने है। उसले बोलेको कुरा त झन् यति धेरै सुन्थेँ। हुन त उसले नराम्रो त्यस्तो बोलेको छैन, एकदमै त्यस्तो कुराहरू पनि हामीलाई चाहिन्छ। उसले एकदमै ज्ञान गुणका कुराहरू एकदमै भएको कुराहरू भन्छ, त्यो कुराहरू पनि हामीलाई एकदमै चाहिन्छ। र पनि मैले चाहिँ दिदीले भन्नुभएको कुरा म चाहिँ भावनामा भएर उहाँलाई है हुन्छ बिचरा उहाँले बिचरामा मात्रै मैले चाहिँ हुन्छ भन्थेँ। तर पनि भित्र मेरो हृदयबाट चाहिँ हुँदैन थियो। आज हामीहरू यो है हामी व्यक्तिगत हाम्रो समस्या, व्यक्तिगत हाम्रो है व्यक्तिगत कुराहरूसँग हामी लडान त गरिरहेका छौँ। आज म यो कुरासँग लडिरहेको छु। अझै पनि कति कुराहरू म है छुट्छु, म योबाट छुटकारा भइसक्यो भन्दाखेरि पनि बिर्सिसकेको बेला त्यो कुराहरू आउँछ। बिर्सिसकेको बेला है लोभ ल्याइदिन्छ। बिर्सिसकेको बेला हत्या, अर्काको निम्ति बोली पठाइन्छ। बोल्दिन भन्दा पनि है यो बोली कताबाट चिप्लिन्छ। अनि चिप्लेर चाहिँ प्याट्टै भनी पठाइँदो रहेछ। अनि त्यो कुराहरूले पछि फेरि प्रार्थना गर्दा केही गर्दा है सेवा सङ्गतिमा त्यो कुराहरू अनि फेरि पनि बताइदिनुहुन्छ प्रभुले। कति कुराहरूमा हामी चाहिँ है छोड्छु, यो कुरा गर्दिनँ, अब चाहिँ म है यस्तो भन्दिनँ भन्छौँ। तर फेरि पनि त्यही कुरा गरिपठाउँछौँ। अनि फेरि पनि आज यो हाम्रो व्यक्तिगत लडाइँ यति धेरै यो इम्पोर्टेन्ट छ हाम्रो विश्वासी जीवनमा। जबसम्म हामी यो व्यक्तिगत लडाइँबाट चाहिँ हामी है उत्तीर्ण हुन सक्दैनौँ, तबसम्म चाहिँ हामी परमेश्वरको महिमामा पुग्नमा हामी चुक्दो रहेछौँ। अनि यो कुराहरू यति धेरै छ, यति धेरै निस्किन्छ। अनि यसरी नै हामीले हेऱ्यौँ भने हामीले गलाती है गलाती 5 को यहाँ पनि 19, 20, 21 पनि हामीले हेऱ्यौँ भने पाउँछौँ। यहाँ पनि छ सेम यही वचन नै हो है। अनि हामीमा छ व्यभिचार छ, अपवित्रता, लस्प छ, मूर्ति पूजाहरू, तन्त्र मन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध है, अनि फुट गुण्डागर्दी, डाहा है, हरेक कुरा यहाँ छ। मोज मज्जाहरू छ। अनि यस्तो कुराहरू चाहिँ हाम्रो व्यक्तिगत जीवनमा भइरहेको हुन्छ। कुनै न कुनैबाट त स्वतन्त्र हुन्छ, तर कुनै न कुनै कुरा चाहिँ फेरि हामीमा नजानिँदो तरिकाले भित्रबाट बसिरहन्छ। यो चाहिँ कतिखेर हामीले थाहा पाउँछौँ है। कसैले केही भनिहाल्यो भने चाहिँ झस्स त्यतिखेर यसले मलाई यस्तो भन्यो भनेर अलिकति है आफूमा पनि रिसिबितेलाई है फर्काइहालौँ कि भन्ने खालको भित्र भावना कता कता त्यो निस्किन्छ। अनि त्यो कुराबाट सङ्घर्ष गर्नुलाई, त्यो कुराहरूलाई त्यसलाई क्षमा दिनुलाई, उसलाई त्यो कुरा भोग्नुलाई फेरि हामीलाई टाइम लाग्छ। अनि त्यो कुराहरू अपवित्रताहरू है हामी त्यही अब हामी बोल्छौँ, हामी है यो अपवित्रताहरूमा धेरै है कुराहरू पर्छ। हामीहरू यो पनि गरिपठाउँछ। कति कुराहरूमा हामीले है यो कुरालाई कन्ट्रोल गर्दा गर्दा पनि हामीले यो कुराहरूलाई चाहिँ नियन्त्रण गर्दा गर्दा पनि कतिखेर छोडी पठाइँदो रहेछ थाहा हुँदैन। अनि यो मूर्ति पूजाहरू त हामीले अलरेडी हामीले है यो कुराहरूलाई त हामीले त्यागिसकेका छौँ। र पनि कुनै बेला हाम्रो है त्यो उयोहरूमा हृदयहरूमा मतलब अब मलाई चाहिँ कुनै बेला है मलाई कस्तो लाग्थ्यो भने पोहोरसम्म चाहिँ जब है दसैँ तिहारहरू आउँथ्यो। अनि दसैँमा त खासै होइन, तिहारमा चाहिँ मलाई एकदमै रुनु मन लाग्थ्यो। अनि सबैले फुल्तीको है टिकाहरू लगाएको भाइ है चेली माइतीको एउटा सम्बन्ध यति गाढा भएको। अनि चेलीले माइतीलाई, माइतीले चेलीलाई सम्मान गरेको त्यो देख्दाखेरि चाहिँ मलाई पनि एकदमै मलाई रुनु मन लाग्थ्यो। अनि म मेरो आँसीहरू चाहिँ देखाउँदिनँ थिएँ। अनि म एक्लै रुन्थेँ। यहाँ आएर पनि म कति है यो कुराहरूबाट चाहिँ अनि त्यो दसैँमा चाहिँ खासै मलाई वास्ता लाग्दैन थियो। तर तिहारमा चाहिँ साह्रै मलाई आँसु झर्थ्यो, भित्री मन रुन्थ्यो। किनकि है यो पनि एउटा मूर्ति पूजा हो। अनि त्यतातिर मेरो ध्यान गएर आज कति हामी म जस्तै कति छौँ होला सायद है। हजुरहरू त हुनुहुन्न होला है। अब कतिमा यो कुराहरू पनि है हामीमा समस्याहरू भइरहेको हुन्छ। तन्त्र
मन्त्रको समस्याहरू आज कति मान्छेलाई हामी विश्वासी भएर पनि त्यो तन्त्र मन्त्रले चाहिँ हामीलाई है एटेक गरिराखेको हुन्छ। त्यो तन्त्र मन्त्रसँग चाहिँ हामीहरू सङ्घर्ष गरेर निस्किनुलाई कति गाह्रो भइरहेको हुन्छ। अनि हामीले यो दुश्मनीहरू है एकअर्काप्रति दुश्मनीहरू हामीमा है त्यो कुराहरूलाई पनि कति हामीले यो कुरा त्याग्छु भन्दाखेरि पनि यो कुराहरूसँग हामीले सङ्घर्ष गर्न नै एकदमै गाह्रो भइरहेको हुन्छ। होइन म योसँग दुश्मनी किन राख्ने भन्दाखेरि पनि कुनै बेला त है कस्तो हामीलाई त होइन तँलाई त्यसले त्यस्तो त्यस्तो भनेको छ तँ चाहिँ सहेर बस्छस् भनेर एउटा मनले भन्छ अनि अर्को मनले है आफ्नै भित्र आत्मामा लडान त पर्छ है। यो चाहिँ एउटा के भन्छ आत्मिक लडान त व्यक्तिगत लडान त आत्मामा यस्तो लडाइँ झगडा पर्छ। अनि फलानाले तँलाई यस्तो भनिराखेको छ तैँले चाहिँ सहन्छस् भन्छ एक मनले, अर्को मनले के भन्छ होइन म त विश्वासी हो नि म यसलाई त मैले यसरी फर्काउनु हुँदैन उसलाई मैले क्षमा गर्नुपर्छ मैले सहनुपर्छ भनिन्छ। तर पनि के भन्छ है एकदमै हाम्रो भित्र मनमा यो कुराहरूलाई पनि हामी एकदमै गाह्रो हुन्छ। यो कुरासँग सङ्घर्ष गर्नु पनि एकदमै मुस्किल हुन्छ। यो कुरा उनीहरूलाई क्षमा दिनु पनि हामीलाई गाह्रो हुन्छ। झै झगडा है यो झै झगडाहरू हामी विश्वासीहरूमा पनि कति हुन्छ। अनि यो कुराहरूसँग व्यक्तिगत हाम्रो लडान त है कति धेरै छ। म सम्झिन्छु कुनै बेला अनि गर्दिनँ भनेको कुरा पनि गरिपठाउँछु है बोल्दिनँ भन्दा भन्दै पनि बोलिपठाउँछु कतिखेर थाहा हुँदैन। अनि त्यो कुराहरू म सोच्दिनँ भनेर म इन्कार त गरिन्छ हामीले कुनै कुराहरूलाई म यो कुरा बारेमा सोच्दिनँ यो बारेमा म बोल्दिनँ भनेर हामीले सोचिन्छ। तर पनि हामीलाई थाहा हुँदैन कतिखेर हामीले त्यो कुरा बोलिपठाइन्छ अनि कतिखेर हामीले गरिपठाइँदो रहेछ जुन पनि हाम्रो व्यक्तिगत लडाइँमा। अनि जबसम्म हामीले यो व्यक्तिगत लडान्तमा चाहिँ हामीले उत्तीर्ण हुन सक्दैनौँ तबसम्म चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा चाहिँ हामीले देख्न नसक्ने रहेछौँ। म बोलेको सुन्दै हुनुहुन्छ हजुरहरूले? आमेन 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 सुनेको छ बहिनी। धन्यवाद धन्यवाद जानकारीको लागि धन्यवाद हुन्छ। अनि आज कति हाम्रो यो व्यक्तिगत है आत्मिक लडान्त बारेमा चाहिँ हामीले कति धेरै सङ्घर्ष गरिरहेका छौँ। यो व्यक्तिगत लडान्तमा म चाहिँ छुइनँ भन्छ जसले है त्यो चाहिँ एउटा यो है कसैले लाजा थुरुङ भने जस्तै कि त ऊ पागल हो कि त उसले झुट बोल्यो भने जस्तै हो है। आत्मिक लडान्तमा चाहिँ कुनै न कुनै कुराले यति मध्येमा एउटा न एउटा कुरा चाहिँ हामीमा भएकै हुन्छ। यो कुराहरू चाहिँ एउटा न एउटा कुराले हामीलाई है गाह्रो बनाएकै हुन्छ। यो यति मध्येमा चाहिँ हामीलाई कुनै न कुनै कुराले अनि जबसम्म यो कुराहरू हामीले स्वतन्त्र हुन्छौँ जब यो आत्मिक लडान्त हामीले जित्छौँ तब चाहिँ हामी परमेश्वरको महिमामा पुग्छौँ। जब जब यो कुरालाई हामीले है स्वतन्त्र हुँदै जान्छौँ तब हामी परमेश्वरको महिमामा पुग्छौँ। फेरि हामीहरूले कुनै बेला हामीले है यो कुराहरूमा हामी चुक्यौँ यो कुरा हाम्रो जीवनमा भइआयो भने हामीले कसैसँग झगडा गऱ्यौँ कसैसँग रिस गऱ्यौँ कसैसँग डाहा गऱ्यौँ कसैसँग है इच्छा गऱ्यौँ बदला लिने सोच भावनाहरू राख्यौँ भने फेरि हामी परमेश्वरको है महिमाबाट हामी फेरि तल्लो स्टेपमा झर्छौँ। जस्तै अब म अहिले है म आफ्नै हजुरहरूलाई मेरो आफ्नै गवाईबाटै हजुरहरूसँग म बोल्न चाहन्छु किनकि मेरो आफ्नै गवाईहरू पनि टन्नै छ र विशेष गरेर यो परमेश्वरको वचन बोल्दाखेरि चाहिँ हामीले काल्पनिक कुराहरू बोल्नु हुँदैन किनकि गलाती 6:7 वचनले भन्छ धोकामा नपर परमेश्वरमा ठट्टा हुँदैन आज जसले जे रोप्छ पछि त्यसले त्यही कटानी गर्छ भनेर वचनले भन्छ। अनि साँच्चै आज हामीले झुटो गवाईहरू यहाँ मिलाउनुको लागि है यहाँ एउटा के भन्छ एउटा सुन्नु मजा हुनको लागि हामीले झुटो गवाईहरू हामीले राख्नु हुँदैन। अनि ममा पनि केही समय अगाडि है लगभग 1 महिनाभन्दा अलिकति ज्यादा भयो होला म पनि त्यसरी नै मलाई पनि एउटा चित्त दुखाउने आत्मा चाहिँ ममा आयो। मलाई थाहा भएन यो त्योभन्दा अगाडि दिदीहरूले भन्नु त हुन्थ्यो तर पनि जब आफूमा आइपर्छ तब हामीलाई थाहा हुँदैन रहेछ। त्यो एउटा मन दुखाउने आत्माले चाहिँ यति धेरै मलाई गाह्रो बनायो अनि मैले कसैसँग कन्ट्याक्टमा पनि गइनँ अनि कसैसँग बोलिनँ पनि 13 दिनसम्म कसैसँग नबोल्दा कसैसँग कन्ट्याक्टमा नहुँदा परमेश्वरबाट पनि म एक्लै त प्रार्थना गर्थेँ एक्लै म आराधना गर्थेँ। अनि तर मलाई परमेश्वरले सपनाबाट दर्शनबाट है मलाई जहिले देखाउनुहुन्थ्यो अनि म चाहिँ एक्लै हिँडेको जहिले एक्लै हिँडेको देखाउनुहुन्थ्यो अनि एक्लै हिँडेको अनि म चाहिँ परमेश्वरको महिमाबाट चाहिँ अलिकति तल खच्किराखेको रहेछु अनि त्यो कुराहरू मलाई देखाउनु भयो परमेश्वरले। अनि फेरि म है 13 दिनसम्म मैले प्रार्थना गर्दा है मैले राति पनि 2-3 बजी उठेर पनि प्रार्थना गर्थेँ अनि किन चाहिँ यस्तो भयो भनेर मैले एन्सरहरू है मैले खोज्दै गएँ अनि यो कुराहरूलाई चाहिँ मैले जब मैले यो कुरालाई जितेँ अनि त्यहाँबाट होइन मैले यस्तो गर्नु हुँदैन
भनेर मैले चाहिँ अनि उहाँहरूसँग सबै मैले स्वतन्त्र तरिकाले भने अनि मैले दिदीहरूसँग पनि मैले क्षमा मागेँ। अनि त्यसरी गरिसकेपछि चाहिँ फेरि मलाई त्यही लेभलमा जानुलाई केही समय लाग्यो है। अनि आज हामीहरू चाहिँ यो कुराहरूले चाहिँ हाम्रो जीवनमा आइरहेको हुन्छ, तर यो कुरालाई चाहिँ हामीले जानेर यो कुरालाई चाहिँ हामीले सङ्घर्ष गर्नुपर्ने रहेछ। तर हामीले यो कुराहरू चाहिँ मनमा राख्यौँ भने चाहिँ है, जसरी म परमेश्वरको महिमाबाट तलतिर झरिराखेको थिएँ, त्यस्तै आज हामी परमेश्वरको यो कुरालाई हामीले जब जितेर हामी अगाडि बढ्छौँ, तब हामी चाहिँ परमेश्वरको महिमा देख्दै गइन्छ। परमेश्वरको महिमा हामीले है पाउँदै जान्छौँ कि त परमेश्वरको महिमामा सबै कुरा छ। परमेश्वरको महिमामा चङ्गाई, छुटकारा, हरेक बन्धनहरू सबै टोडिँदै जान्छ। तर हामीहरू चाहिँ यो कुराहरू चाहिँ हामीले मनमा राख्यौँ भने चाहिँ कसैप्रति है हामीले बदला लिने काम, कसैप्रति रिसिभी, कसैप्रति झै झगडाको मनमा त्यस्तो कुराहरू हामीले राख्यौँ भने चाहिँ त्यसमा चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्न। अनि त्यसपछि हामी चाहिँ परमेश्वरको महिमाबाट हामी चाहिँ तल तल हुँदै जान्छौँ, तल तल हुँदै जान्छौँ। प्रार्थना त गर्छौँ नि त्यसरी नै, तर त्यो प्रार्थनाको सुनाइ हुँदैन। हामी आराधना त गर्छौँ नि, तर परमेश्वरको उपस्थिति पाइँदैन। हामी है हरेक कुरा त गर्छौँ नि, तर पनि हामी चाहिँ अलिक है तलतिर तलतिर हुँदै गइन्छ। तर जब जब हामी यो कुराहरूसँग सङ्घर्ष गरेर हामी अगाडि बढिन्छ, तब परमेश्वरको महिमा हामीले देखिन्छ। अनि परमेश्वरको महिमा हामीले देखिन्छ जब यो कुराहरू हाम्रो हृदयमा हामीले साँचेर राख्छौँ। जति पनि अहिले मैले भनेको कुराहरू चाहिँ हामीले यो हृदयमा साँचेर राख्यौँ भने चाहिँ पवित्र आत्माले वास गर्नुहुन्न। अनि है आज हामीले यो कुराहरूलाई पनि हामीले जबसम्म स्वतन्त्र हाम्रो जीवनमा है हाम्रो आत्माबाट यो कुराहरू सबै निस्किन्छ, स्वतन्त्र हुन्छौँ, तब पवित्र आत्मा चाहिँ हाम्रो जीवनमा आउनुहुन्छ। तब हामीले पवित्र आत्मा आइसकेपछि चाहिँ हामीले सबै कुरा गर्न सक्छौँ। हामीले सबै कुरा है हामीले वचनहरूमा धेरै पाउँछौँ। जब पवित्र आत्मा आउनुहुन्छ तब हामीले शक्ति पाउँछौँ है, त्यो कुराहरू हामीले तब चाहिँ शक्ति पाउँछौँ। जब यो हाम्रो आत्मिक लडन त है हाम्रो आत्माको लडन त व्यक्तिगत लडन तबाट जब हामी उक्सिन्छौँ, तब हामी परमेश्वरको है महिमा हामीले 1 यूहन्ना है यूहन्ना 1 को सुसमाचार यूहन्ना है 1 को 51 हामीले हेऱ्यौँ भने स्वर्ग उक्रेको देख्नेछौँ भनेर वचनमा है छ। अनि हामीले चाहिँ साँच्चै यो कुराहरूलाई चाहिँ हामीले त्याग्यौँ, यो कुरासँग चाहिँ हामीले सङ्घर्ष गरेर हामी माथिल्लो लेभलमा यसलाई उछिनौँ भने चाहिँ हामीले चाहिँ स्वर्ग उक्रेको देखिन्छ। आमेन, हालेलुया। अनि प्रिय मेरो मण्डली परिवार सबैजनालाई म भन्न चाहन्छु, म पनि यही कुरामा सङ्घर्ष गरिरहेको छु। अनि हजुरहरूलाई पनि म यही भन्न चाहन्छु, यो कुरालाई चाहिँ हामीले मनमा नराखौँ। हामीले कसैसँग है अब फलानाले मलाई यस्तो भनिराखेको थियो, पक्रिस यसलाई मैले बदला लिन्छु भनेर हामीले सोचेका छौँ भने यो कुरा है आजदेखि हामीले त्यागौँ, छोडौँ। म यो कुराहरू गर्नु नहुने रहेछ भनेर पश्चाताप गरौँ। आज त्यो कुरा फलानालाई मैले यस्तो सोचेको थिएँ, प्रभु म पश्चाताप गर्छु, यो त है तपाईँको महिमा नहुने रहेछ यसले भनेर है कसैको निम्ति हामीले है त्यो कुराहरू हरेक कुराहरू जुन पनि है मैले भनिराखेको यो कुराहरू चाहिँ हाम्रो दुश्मनीको भावनाहरू चाहिँ हामीले है राखेका छौँ भने हरेक कुराहरू है मोच मजाका कुराहरू हामीले गरिन्छ नि फोनमा है बोल्दाखेरि के हुन्छ र है भन्दाखेरि हामीले बोली पठाउँछौँ। त्यो कुराहरू चाहिँ त्यागेर है प्रभुसँग पश्चाताप गरेर चाहिँ हामी अगाडि बढ्यौँ भने चाहिँ हामी परमेश्वरको महिमामा पुग्छौँ। अनि परमेश्वरको है महिमामा हामी पुग्छौँ। अनि परमेश्वरको महिमामै सबै कुरा छ। जबसम्म हामी परमेश्वरको महिमामा पुग्दैनौँ तबसम्म हाम्रो विश्वासी जीवन हो कि है होइन हामीले छुट्याउनै गाह्रो हुन्छ। विश्वासी जीवन होइन भने हामी है यसरी परमेश्वरलाई हामीले ग्रहण है यसो ख्रीष्टलाई हामीले विश्वास गरेका छौँ। अनि फेरि हामीले चाहिँ विश्वास त गरेका छौँ, तर हामीले किन त हामीले मागेको कुरा पाउँदैनौँ, किन त परमेश्वरको उपस्थिति हामीमा छैन है, किन त हाम्रो प्रार्थनाको लेभल बढ्दैन, किन त प्रार्थना गर्दाखेरि है आज हरेकलाई पवित्र आत्माले छुनुहुन्छ, पवित्र आत्माद्वारा आज हरेकले है अन्य भाषाहरू बोल्छ, अगमबाडीहरू गर्छ, विश्वासको वरदान बढेर जान्छ। अनि है त्यो आत्मा छुटाउने वरदान हरेक वरदानले भर्दै लानुहुन्छ। किन ममा चाहिँ छैन त हामी कति क्वेसनहरू गर्छौँ होला परमेश्वरसँग। तर पनि हामी जुन कुराहरू हाम्रो हृदयमा हामीले साँचेर राखेको छौँ भने कहिले पनि यो कुरालाई हामीले महसुस गर्न सक्दैनौँ, कहिले पनि परमेश्वरको महिमामा हामी पुग्न सक्दैनौँ। कि त वचनले रोमी 3:23 को वचनले भन्छ सबैले पाप गरेको छ र परमेश्वरको महिमामा पुग्नमा चुकेको छ। यो है त्यो मण्डली परिवार आदरणीय हजुरहरू सबैजना यो सबै हाम्रो निम्ति पापहरू हो। यो सबै पाप हो है। हामीले त्यो आज्ञाहरूमा परमेश्वरको आज्ञामा हामीले हेऱ्यौँ भने यो सबै पापहरू हो। अनि यो पापहरू चाहिँ हाम्रो हृदयमा हामीले राखेको हुन्छौँ, तब हामी परमेश्वरको महिमामा हामी पुग्नमा चुकेका छौँ। अनि जबसम्म हामी परमेश्वरको महिमामा पुग्दैनौँ
तबसम्म हामीलाई कुन कुराको खाँचो छ, चङ्गाइको खाँचो छ कि है हामी आत्माको चङ्गाइ खोज्दैछौँ कि शरीरको चङ्गाइ खोज्दैछौँ कि हरेक बन्धनले हामी बाँधिएर बसेका छौँ त्यो कुरामा हामी छुटकारा खोज्दैछौँ कि के चाहिँ हामीले चाहिरहेका छौँ है, ऋणको बन्धनमा छौँ कि के को बन्धनमा चाहिँ छौँ। तर हामीहरू त्यो कुराबाट हामी स्वतन्त्र हुन सक्दैनौँ। यो कुराहरूबाट चाहिँ है हामीले परमेश्वरलाई महिमा गर्न सक्दैनौँ। हाम्रो महिमा त गर्छौँ तर हाम्रो हृदयमा हरेक कुरा राखेका छौँ भने त्यो महिमाले परमेश्वर प्रसन्न हुनुहुन्न है। आज विधवाको भेटी हामीले हेऱ्यौँ भने है परमेश्वरले है ग्रहण गर्नुभएको। अनि यो कुराहरू हामीले साँच्चै नै आज चाहिँ हामीले चाहिँ सबै हाम्रो यो कुराहरूलाई चाहिँ हामीले चाहिँ सबै कुरालाई त्यागेर यो कुराबाट चाहिँ हामी है उछिनेर यसलाई चाहिँ है यो त केही होइन भनेर यसलाई चाहिँ यसले चाहिँ परमेश्वरको महिमामा मलाई पुग्न मैले चाहिँ है मलाई चाहिँ बाधा दिँदो रहेछ। यो चाहिँ एउटा है असल विश्वासीमा चाहिँ यो चाहिँ हुनु नहुने रहेछ। एउटा विश्वास भएको विश्वासीमा चाहिँ यो कुराहरू चाहिँ हुनु हुँदैन रहेछ। यसलाई त्याग्नु पर्ने रहेछ, यसलाई छोड्नु पर्ने रहेछ है, यसलाई हामीले इन्कार गर्नुपर्ने रहेछ भनेर हामी चाहिँ अगाडि बढ्यौँ भने चाहिँ परमेश्वरको महिमा देख्छौँ, स्वर्ग उक्रेको देख्छौँ, हाम्रो जीवनमा चङ्गाइ हुन्छ, हाम्रो जीवनमा छुटकारा हुन्छ, हाम्रो जीवनमा सबै कुरा सम्भव हुन्छ है। सबै कुरा आज फिलिपी 4:13 वचनले भन्छ जसले मलाई है जसले मलाई शक्ति दिनुहुन्छ त्यसमा सब कुरा गर्न सक्छु। आज सबै कुरा गर्न सकिन्छ जुन कुरा चाहिँ हामीले सबै कुरालाई त्याग्यौँ भने त्यो स्थानमा चाहिँ परमेश्वरलाई सबै कुरामा चाहिँ परमेश्वरलाई नै प्राथमिकता दिउँ। परमेश्वरमै हामी चाहिँ है आशा भरोसा राखेर सबै कुरा राखेर उहाँमै हामीले सबै कुरा गऱ्यौँ भने चाहिँ हाम्रो जीवनमा चाहिँ है ठुलो ठुलो काम हुनेछ। अनि चाहिँ आज है यूहन्ना 14:12 वचनले भने जस्तै मैले गरेको भन्दा पनि अझै मलाई विश्वास गर्नेले मैले गरेको काम गर्नेछ, यो भन्दा पनि अझै ठुलो ठुलो काम गर्नेछ भनेर है येशू ख्रीष्टले भनिरहनु भएको छ। अनि यो कुराहरू चाहिँ हामी गर्न सक्छौँ, ठुलो ठुलो कामहरू गर्न सक्छौँ। तर जुन कुराहरू चाहिँ हाम्रो हृदयमा हामीले साँचेर राखेका छौँ भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ। यो कुराहरूबाट चाहिँ परमेश्वर कहिले पनि प्रसन्न हुनुहुन्न। जबसम्म परमेश्वर प्रसन्न हुनुहुन्न तब हामीले चाहिँ कुनै कुरा पाउन सक्दैनौँ, परमेश्वरको महिमालाई हामीले देख्न सक्दैनौँ। अनि जबसम्म यो कुरा चाहिँ हामीले जुन कुरासँग सङ्घर्ष गरेर हामी अगाडि बढ्न सक्दैनौँ तबसम्म चाहिँ हामीहरू समाजको है लडान्तमा हामीले चाहिँ उत्तीर्ण हुन सक्दैनौँ। आज हामीले हरेक आत्मा बचाउनु पर्ने, अरूलाई सुसमाचार गर्नुपर्ने है, अरूको निम्ति प्रार्थना गरिदिनु पर्ने। के भन्छ मान्छेले है आफू त त्यस्तो रोगी छ, आफूले त चङ्गाइ पाएको छैन, आफूले त छुटकारा पाएको छैन, आफू त जिङ्रिङ्गै परेको छ, यसले प्रार्थना गरिदिएको के हुन्छ र है। आज सामाजिक लडान्तमा हामीलाई जानै दिँदैन। यो कुराले गर्दा हामीलाई बाँधेर राखेको हुन्छ। हामीलाई पनि डर हुन्छ है त्यो कसैलाई प्रार्थना गरिदिनु पर्यो भने चङ्गाइ हुन्छ के हो, छुटकारा हुन्छ के हो, मैले प्रार्थना गरिदियो भने त नहुने हो कि म पो लाजमा पर्छु होला, म पो शरममा पर्छु, भरे विश्वासीले प्रार्थना गरिदिएको खोइ मलाई त चङ्गाइ नै भएन भन्यो भनेर हामीले भित्र हृदयमा सोच्यौँ भने केही हुँदैन है, केही पनि हुँदैन। तर हामी वचनलाई चाहिँ हामीले हेर्दैनौँ है। भजन 71:1 हामीले भन्छौँ त्यहाँ पाउँछौँ, रोमी 10:11 पनि पाउँछ नि, उहाँमा भरोसा राख्नेलाई चाहिँ परमेश्वरले लाज र शरममा पार्नुहुन्न। तपाईँमा मैले भरोसा राखेको छु, मलाई शरममा पार्नुहुन्न भनेर वचनहरू हामीले कति छ है। तर हामीले त्यो वचनहरूलाई चाहिँ वास्ता गर्दैनौँ। तर अगाडि नै हामीले सङ्घ गरी पठाउँछौँ किनकि अलरेडी हामी पापमा छौँ नि त। जुन हामीले चाहिँ है आत्मामा हरेक कुरा राखिरहेका छौँ भने कसरी र चाहिँ अनि चङ्गाइ छुटकारा आफैले त चङ्गाइ छुटकारा पाएको छैन, कसरी अरूलाई हामी चङ्गाइ र छुटकारा है हुने। अनि कसरी चाहिँ अरूले चङ्गाइ र छुटकारा पाउँछ। आज हामी नै संसारको भिडियो मुभीहरू हरेक हेर्दैछौँ होला, कसरी वचन बोल्ने है, मुभीहरू हेर्नु हुँदैन है, यस्तो गर्नु हुँदैन है भनेर आज हामी नै टिकटकमा यत्तिकै है आफू नलगाएर नानीहरूलाई छोरा छोरीहरूलाई नाच्नु लगाउँदैछौँ होला, आफू नै घरिघरि गरेर टिकटक बनाउँदैछौँ होला, सांसारिक कुरामा रमाउँदैछौँ होला है। कसरी हामीहरू अरूको अगाडि फेस गर्न सक्छौँ। यो टिकटक चलाउनु हुँदैन है, यो संसारको कुरा हो, यो चाहिँ गर्नु हुँदैन है भनेर हामी कसरी भन्न सक्छौँ। जबसम्म आफू नै पापैमा छौँ भने हामीलाई भन्ने आँटै हुँदैन पहिलो नम्बरमा। अनि भन्यो भने पनि के हुन्छ, अलरेडी उनीहरूले हेरिरहेको छ, ऊ त त्यस्तो छ हामीलाई सिकाउँछ भनेर हामीलाई कुरा पनि काट्छ। के गर्नु पर्यो त, आफू सुरुमा दरिलो हुनु पर्यो। आफू सुरुमा सबै कुरा यो हाम्रो व्यक्तिगत लडान्तहरू चाहिँ सबै है त्याग्नु पर्यो। सबै कुरा अरूले हामीलाई है अरूले जसरी है वचनमा हामीले पाउँछौँ नि लुका 6:29 है, मत्ती हामीले 5:39 हामीले हेऱ्यौँ भने है एउटा गालामा हानिदियो भने अर्को गाला पनि थापिदेऊ भनेर त्यो वचनले भन्छ। अनि फेरि रोमी हामीले पाउँछौँ भने रोमी 12
14 को वचनले भन्दछ है खेदो गर्नेलाई है आशीर्वाद दियोस् नसराप भनेर फेरि यही वचन नै फेरि पाउँछौँ हामीले फेरि लुका 6 को 28 मा हामीले पाउँछौँ यही वचनलाई सराप्नेलाई आशीर्वाद दियो है खेदो निन्दा चासो गर्नेको निम्ति प्रार्थना गरिदेऊ भनेर आज हामीलाई यो हृदय चाहिँ भयो भने है उसले त यस्तो विश्वासी भएको हेर समाजमा पनि है समाजको लडाउँदामा पनि कति हामीले प्रशंसा पाउँछौँ त्यहाँबाट है अन्य जातिहरूले हाम्रो प्रशंसा गर्छ फलाना फलानालाई त है यस्तो कुट्दाखेरि पनि कस्तो सहयोग विश्वासीमा त यस्तो सहनशीलता पो रहेछ भन्छ है कसैले है यसो गर्यो त्यो विश्वासीले त यस्तो है यस्तो राम्रो काम गर्यो त्यस्तो गर्दाखेरि पनि उसले त सहयो है यस्तो गर्यो भनेर आज प्रशंसा गर्छ हाम्रो है विश्वासी नभएर है नन विश्वासीहरूले पनि आज हाम्रो प्रशंसा गर्छ समाजमा है हामीले सामाजिक लडाउँदामा पनि हामीले त्यहाँ जित्न सक्छौँ हरेकको हृदयलाई अनि त्यसपछिबाट चाहिँ हामीले सुसमाचार गर्न सक्छौँ है आज हामी परमेश्वरमा हामीले ग्रहण गर्यो भने चाहिँ आफूले चङ्गाई छुटकारा पाएको छौँ आफू सस्तिलो छौँ आफू चाहिँ है परमेश्वरले गर्नुभएको अचम्मको चमत्कारको कामहरू चाहिँ हाम्रो जीवनमा छ भने चाहिँ समाजको मान्छेले पनि हो है परमेश्वरमा चाहिँ सबै कुरा सम्भव छ यसु क्रिस्टमा विश्वास गर्यो भने चाहिँ हामीले चङ्गाई पाइन्छ छुटकारा पाइन्छ भनेर उनीहरूले पनि भित्रबाट विश्वास गर्छ उनीहरूले पनि भित्रबाट ग्रहण गर्छ अनि चाहिँ है त्यहाँ समाजमा पनि हाम्रो राम्रो खालको है राम्रो कुराहरूले छाएको हुन्छ तर अहिले धेरै विश्वासीहरूमा है कति धेरै ममा पनि है कति धेरै त्यो कुराहरू आयो अनि अझै पनि कुनै बेला आउनु खोज्छ तर त्यसलाई म इन्कार गर्छु अनि आज भोलि हाम्रो विश्वासीहरूमा पनि धेरैमा है त्यो बाहिर वचनले बाहिर आराधना गर्ने है एकदमै आत्मिकी भएर प्रार्थना गर्ने तर अन्तिममा के गर्ने संसारको कुरामा है रमाउने संसारको कुरै राम्रो देख्ने है यो हाम्रो भजन कोरसहरू भन्दा पनि त्यो संसारको गानाहरू नै राम्रो देख्ने संसारको कुरामै नाच्ने संसारको कुरामै रमाउने संसारकै कुरामा टिकटक बनाउने हामी कति पाउँछौँ विश्वासीहरूमा तर आज हामीमा त्यस्तो हुनु हुँदैन हामी विश्वासी चाहिँ सबै कुरा उहाँमै भरोसा उहाँमै हामी चाहिँ भर पर्नुपर्छ आज हामी संसारको कुरा श्रेणीको कुरामा होइन तर हामीले चाहिँ है केही समय हामीले गाह्रो त हुन्छ यो कुराहरूबाट छुटकारा हुनलाई तर छुटकारा पाइसकेपछिको चाहिँ आनन्द फेरि छुट्टै छ हालेलुया आमेन परमेश्वरलाई महिमा भएको होस् हामीले त्यो कुराहरूबाट छुटकारा पाइसकेपछिको आनन्द चाहिँ यस्तो खालको आनन्द हुन्छ कि थोरै कसैलाई भन्दाखेरि पनि ला उसको हृदय पो दुख्यो कि भनेर है हामीले असल कुरै भनिराखेका छौँ तर पनि के सोच्छौँ उसको हृदय पो दुख्यो कि भनेर हामीले माफ माग्न पुग्छौँ उसले राम्रो त हामीले नराम्रो त भनेका छैनौँ र पनि है मैले भन्दा तिम्रो हृदय पो दुख्यो कि मलाई क्षमा गर्नु ल भनेर हामीले क्षमा माग्छौँ जुन कुराहरूलाई हामीले चाहिँ है त्याग्यौँ जुन कुराहरूलाई चाहिँ हामीले है सबै कुराबाट स्वतन्त्र भयौँ भने चाहिँ त्यो माथिको आनन्द हाम्रो छुट्टै खालको हुन्छ अनि साँच्चै आजको मेरो वचनै हाम्रो आत्मिक है हाम्रो व्यक्तिगत लडान त जुन कुरा चाहिँ आज सबैमा है भइरहेको हुन्छ सबैलाई नै यो कुराले सताइरहेको हुन्छ सबैमा नै घरि नघरि शैतानले यो कुराहरूबाट बाधा ल्याउनु खोज्छ तर हामी है मण्डली परिवार म हजुरहरूलाई यही भन्न चाहन्छु यो कुरालाई चाहिँ हाम्रो हृदयमा राखौँ है यो कुराहरू चाहिँ हामीमा आइराख्यो भने चाहिँ है कुनै बेला आयो झट्टै आयो भने चाहिँ कसैप्रति हामीले रिस गऱ्यौँ कसैप्रति डाहा गऱ्यौँ कसैप्रति ईर्ष्या गऱ्यौँ कसैप्रति चाहिँ बदला लिने भावनाहरू झट्टै हाम्रो दिमागमा आउँदैछ भने यो कुराले त परमेश्वरले चाहिँ है रुचाउनु परमेश्वर प्रसन्न बन्नुहुन्न भनेर हामीले यो कुरालाई चाहिँ त्याग्नुपर्छ हालेलुया आमेन परमेश्वरलाई महिमा भएको होस् आजको मेरो वचन चाहिँ है यही हाम्रो है व्यक्तिगत लडान्तको बारेमा मैले बोलेँ साँच्चै नै समय पनि धेरै भइसकेको छ होला मेरो वचन आज चाहिँ है परमेश्वरको वचनलाई म यही नै राख्न चाहन्छु र मण्डली परिवारलाई म यही भन्न चाहन्छु अब हामी चाहिँ आत्माकै लडाइँमा चाहिँ लडिरहने होइन योलाई छुटाउनुको निम्ति परमेश्वरले हामीलाई ज्ञान अनि बुद्धिको वरदानले भर्नुभएको छ हामी सबैमा अलरेडी ज्ञानको वरदान बुद्धिको वरदान छ है यो कुराहरूलाई चाहिँ हामीले त्यागेर यो कुरालाई चाहिँ इन्कार गरेर अब हामी चाहिँ केमा जाने भन्दाखेरि सामाजिक लडान्तमा अब हामी भिड्नुपर्छ अब समाजको लडान्तमा हामी अगाडि बढ्नुपर्छ धेरैलाई सुसमाचार सुनाउनुपर्छ धेरैलाई परमेश्वरको है हामीले चाहिँ यसो क्रिस्टको नाममा है ग्रहण गर्नु लाउनुपर्छ फिलिपी है 2 को 10 र 11 को वचनले भने जस्तै है यसो क्रिस्टमा चाहिँ घोडा टेकाउनु पर्छ उनीहरूको जिब्रोले चाहिँ है स्वीकार गराउनु लाउनु पर्छ अझ तपाईँ र हामी भएर हामी पहिलो नम्बर आफू चाहिँ एकदमै है परमेश्वरको आज्ञामा हिँडेर अनि अरूलाई पनि परमेश्वरको राज्यमा ल्याउने काम गर्नुपर्छ हुन्छ धन्यवाद भएको परमेश्वरलाई अनि
हुन्छ मेरो बोलाइबाट कतै भुल त्रुटि है मैले गरेँ भने क्षमा चाहँदै मेरो है आजको बोलाइ परमेश्वरको वचन चाहिँ म यहीँ राख्न चाहन्छु र छोटो प्रभुलाई म धन्यवाद दिन चाहन्छु। धन्यवाद छ परमेश्वर बाबा, म तपाईँ परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। आज जुन पनि प्रभु तपाईँले मलाई अगुवाई गर्नुभयो अनि त्यही अनुसार म होइन पिता तपाईँकै हातमा भएर बोल्नुभयो। धन्यवाद छ प्रभु। आज जुन कुरामा म पनि लडिरहेको छु प्रभु, अनि जुन कुराहरूलाई चाहिँ छुटाउनुको निम्ति ज्ञान र बुद्धिको वरदानले हामीलाई भर्नुभएको छ प्रभु। हामी प्रभु यो कुरामा हामी अल्झेर बस्ने होइन, अब हामी सामाजिक लडाउँदामा हामी अगाडि बढेका हौँ प्रभु। अब यो कुराले हामीलाई कसैलाई पनि प्रभु अल्झाउने छैन। हामी यो कुरालाई इन्कार गरिसकेका छौँ प्रभु। धन्यवाद सबै कुराको लागि धन्यवाद दिँदै प्रभु, तपाईँले मलाई सिकाउनु भयो, सहायता गर्नुभयो, तपाईँ नै मेरो पक्षमा भएर बोल्नुभयो प्रभु। धन्यवाद सबै कुराको लागि धन्यवाद दिँदै महिमा चाहिँ पिता तपाईँकै भएको छ भन्दै मैले वचन बोल्दा बोल्दै प्रभु तपाईँको वचन बोल्दा बोल्दै भुल त्रुटि गरेँ भने प्रभु तपाईँको छोराछोरीहरूको प्रभु हृदयलाई टुटायो भने दुखायो भने प्रभु मलाई क्षमा गर्नुभएको होस्। म उहाँहरूसँग पनि क्षमा माग्दछु र तपाईँसँग पनि प्रभु ओ परमेश्वर बाबा क्षमा दिनुभएको होस् भन्दै सबै कुराको लागि धन्यवाद दिँदै सबै कुराबाट पिता तपाईँकै महिमा भएको होस् भन्दै सबै कुराको लागि धन्यवाद दिँदै आशिष माग्छु। हामीलाई ती धेरै प्रेम गर्नु नै छु प्रभुको नाउँमा, आमेन। जय मसीह। यो फेरि समय आदरणीय सञ्चालक दाजुलाई दिन चाहन्छु। जय मसीह। जय मसीह। आमेन 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 आमेन। आमेन 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 आमेन। प्रशस्तै आशिष दिनुभएको होस् बहिनी। एकदमै आशिषमय वचन छ है बहिनीको।